हेलो साथीहरू, वेलकम टु माई भिडियो। यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन। अनि त्यसपछि आज चाहिँ म जाँदैछु क्लासतिर, टपिकको क्लास, कोरियनको क्लासतिर जाँदैछु होइन। भात खाइरहनु भएको छ। कस्तो छ मैले पकाएको खाना? हजुर यता हेर्नु त, मैले पकाएको खाना कस्तो छ? कस्तो छ सोल्टिना? मासुको हड्डी, उसको हड्डी होइन, भैँसीको मासुको हड्डी, भैँसीको हड्डी। हड्डी मिठो यहाँ भैँसीको हड्डी यसरी खाइराख्नु अब के भन्ने अब। बफेलोको मासु। ल भाइ सबैजनालाई होइन, म चाहिँ लागेँ। मैले केही त बिर्सेन। हाम्रो रुमको हालत चाहिँ हेर्न सक्नुहुन्छ गाइस। यहाँ चाहिँ म सुत्छु यस्तो हालतमा। त्यहाँ चाहिँ उहाँहरू सुत्नुहुन्छ, मलाई भुइँमा सुताएर। अनि यता चाहिँ खाना पकाउनुहुन्छ। यता चाहिँ यो खाना खाएर मलाई कोठा पुरै देखाउँछु एक्चुअली है। सर र लाएर हेर्न सक्नुहुन्छ। ल कमेन्ट गर्नु है कोठा कस्तो छ। म चाहिँ लागेँ यहाँ चाहिँ, मलाई मार्लान् कस्तो छ। यहाँ धेरै बेर बस्यो भने त्यही भएर टक्क लाएर मेरो चाहिँ क्लास कति 12 बजीदेखि हुन्छ भनेपछि होइन। म चाहिँ अहिले लगभग कति भन्छ यार, 11:12 भएछ। 11 बजेर 12 मिनट। म यहाँदेखि हिँडेँ कति मिनटमा पुग्छु है। म फास्ट चाहिँ ल यति फास्ट हिँड्छु नि। फर्स्ट भलोको तर के बोल्ने भन्ने थाहा छैन, तर त्यति खिचेर हिँडिरहेको छु। तर सपोर्ट चाहिँ चाहियो है ल। आज क्लासमा यार छाकिसके उ गरेर आउनु भनिरहेको, तर म सक्छु कि नै भन्ने हो कि। छाकिसके आज परिचय गर्ने भनेको कोरियनमा होइन। एकछिन त प्र्याक्टिस गरेर जान्छु है भिडियोमा। छनुन तपाईन्द्र입니다। पहिला के भन्ने होला? 안녕하십니까? पहिला उबाट सुरु गर्नु पऱ्यो नि त होइन। पहिला चाहिँ के भन्नु पऱ्यो? 안녕하십니까? छनुन तपाईन्द्र입니다। गाउँको नाम भन्नुपर्ने होला, 최고양은 सुर्खेत입니다। अनि छनुन 최나이는 L94입니다। यसरी भन्दा होला, यति भन्दा त होला नि त होइन। कति भन्नुपर्छ? आज छाकिसके गर्नु नजान्नेलाई सिधै घरमा पठाइदिने अरे सरले होइन। म चाहिँ एन्जलमा पढ्छु कि, टपिकको तयारी गरिरहेको छु एन्जलमा। टपिक 2 को तयारी गरौँ भनेर सोचिरहेको, तर के हुन्छ यार, पास हुन्छ होइन भन्ने हो। यदि भिसा आयो भने त सेप्टेम्बरसम्म कोरिया। यो चाहिँ हो विष्णुमती खोलाको पुल होइन। अनि यहाँ चाहिँ यो विष्णुमती खोला छ होइन यतातिर। यहाँ चाहिँ देख्न सक्नुहुन्छ विष्णुमती खोलाको पुल होइन। अनि यतातिर चाहिँ विष्णुमती खोला छ। यहाँ चाहिँ कस्तो फोहोर छ यार, लास्टै फोहोर छ कि यतातिर। काठमाडौँको फोहोर जति सबै यो खोलामा आउँछ है यहाँ क्या। ढिला होला जस्तो छ यार लास्ट। अलि छिटो हिँड्नु पऱ्यो क्या।
के हो यार, ऊ त भाइ त पुरा गेम खेल्दै हिँडिराखेको त बाटोमा यार। के हो यार, त्यो भाइ त फ्री फायर खेल्दै हिँडिराखेको त बाटोमा। फ्री फायर लभर। म चाहिँ पुग्न लागेको बसन्तपुर दरबारतिर होइन, काठमाडौँको दरबार साइडतिर पुग्न लागेको। के हो यार, फर्स्ट भ्लग भएर क्या यार, बोल्नु पनि लास्टै मुटु ढुकढुक गरिराखेको छ यार यहाँ बोल्नु। किन यस्तो यार, मेरो मात्र कि सबैको हो क्या भिडियो बनाउँदा। कसरी बनाउँछ नि यस्तो कुरा होइन, पुरा निस्किनै गाह्रो छ क्या। यहाँ चाहिँ परेवाहरू पाउनु हुन्छ क्या यतातिर यार, परेवाहरू देखाउँछ है अहिले। यहाँ चाहिँ यस्तरी चारो खाइरहेको क्या, दाना मकैहरू खाइरह। यो चाहिँ हो काठमाडौँको बसन्तपुरको व्हाइट हाउस हुन्छ के भन्छ यार यसलाई यार, बसन्तपुर दरबार भन्ने चाहिँ सुनेको थिएँ मैले। बसन्तपुर व्हाइट हाउस भन्छ के भन्छ, बसन्तपुरको दरबार साइडतिर, दरबार नै हो भनौँ। तपाईँहरू चाहिँ अब यहाँ भित्र जान चाहनुहुन्छ भने होइन, यहाँको सङ्ग्रहालयमा गएर हेर्न चाहनुहुन्छ भने चाहिँ यहाँ आएर टिकट काटेर चाहिँ जान सक्नुहुन्छ होइन। टिकट कति छ है यहाँको उसमा गएको। आफ्नो देशको लागि चाहिँ 500, बाहिर देशको लागि चाहिँ 1000 रुपियाँ रहेछ। एकचोटि चाहिँ जानुपर्छ, तर यहाँभित्र होइन के छ भनेर हेर्नका लागि। र पहिलेदेखिको हो क्या मेरो यार, जाने भन्ने चाहिँ पहिलेदेखिको सोच हो, तर जानु पाइरहेको छैन क्या, त्यस्तै भइरहेछ। 500 रुपियाँ लिएर एक दिन जानुपर्छ हेर्न होइन, के छ भित्र, जान्नु मन छ कि त्यहाँभित्र के छ भनेर। तर आज चाहिँ लास्टै थोरै लागिरहेको मान्छेहरू, नत्र पहिले चाहिँ हिजो अस्ति त धेरै हुन्थ्यो, तर यार कहिले धेरै हुन्छ, यति धेरै हिँडेर हुन्छन् यहाँ मान्छेहरू। अब न्यू रोड साइडतिर होइन, न्यू रोड काठमाडौँको न्यू रोड बजार पनि देखाइदिउँ न होइन। चाहिँ यहाँदेखि कलास जान लगभग 15-20 मिनटमा पुगिन्छ होला कलास।
मान्छेहरूको भेट चाहिँ लास्टै छ यतातिर। आँखा लास्टै उ भइराख्नु भन्दा लाग्थ्यो यार, नसुतेको जस्तो हुन्छ नि पुरा। हिजो राति सुत्न पनि 2 बजीतिर सुत्यो होइन, अनि त्यसपछि बिहान 8 बजे उठ्यो। अब आजदेखि चाहिँ छिटै सुत्ने भन्ने सोचिरहेको छु, लगभग 10 बजीतिर सुतेर बिहान 5 बजी उठ्ने। अब त्यही गर्नुपर्ने छ क्या। तर यार म त केही गरेँ पनि भाइरल हुन सक्छु जस्तो लाग्दैन क्या यार। अलिअलि गरेर लाग्यो कतिपय यार, 3-4 वर्ष भइसक्यो अझसम्म पनि हामीसँग केही गर्नु। फेरि नयाँ च्यानल खोलिरहेको छु होइन, नयाँ युट्युब च्यानल। अब त्योबाट केही भयो भने भयो होइन, जस्तो भए पनि डेली चाहिँ भिडियो अपलोड गर्छु क्या। अब जस्तो भ्युज आओस् या नआओस् मतलब होइन होइन, तर पनि डेली अपलोड गर्ने क्या। अब फर्स्टमा काठमाडौँतिर आउँदाखेरि के यो लास्टै हल्ला लाग्ने कि, तर हुन्छ नि लास्टै दिमाग खराब जस्तो हुने क्या। गाडीहरूको साउन्ड यताउता सुनेर सुर्खेततिर त्यति लाग्थेन होइन, किन यतातिर यार लास्टै उ लाग्ने। तर आजभोलि चाहिँ बानी परेर होला। तर फर्स्ट महिना चाहिँ लास्ट उ भइरहेको थियो क्या, काठमाडौँ आएको फर्स्ट महिना लास्ट गाह्रो यार। कसले के भन्छ र होइन, यस्तै अहिले पहिला लाज पनि लाग्दो रहेछ क्या। तर फोन यस्तो गरेर हिँड्दा क्या, यति धेरै मान्छेको मुखमा। चाहिँ हाम्रो ख्याति सरहरू भइरहेको ख्याति सरहरू भइराख्नु भएको छ होइन। फेरि त्यहाँ चाहिँ फेरि बाटो काट्नै गाह्रो हुन्छ क्या, गाडीहरू लास्टै हुन्छ क्या यतातिर। कलास पुग्न मात्र 10 मिनट। 10 मिनट बाँकी छ होइन, 10 मिनटमा कलास पुगिन्छ। त्यसपछि पढेर लगभग 1 बजीतिर चाहिँ बिदा हुन्छ होइन। यहाँ चाहिँ लास्टै फुलहरू फुल्छ क्या यतातिर यार, त्यो हुन्छ नि उतातिर कोरिया या जापानतिर फुलिरहेको हुन्छ नि, त्यस्तै खालको फुल चाहिँ यतातिर फुलिरहेको हुन्छ। यो उसमा चाहिँ आर्मीहरूको के हो यार, यतातिर आर्मीहरूको के छ यहाँ। हेर्नु सक्नुहुन्छ होइन, यहाँ चाहिँ क्या दामी छ यार। यतातिर फेरि चुनावको माहौल चलिरहेको रहेछ होइन, कुन पार्टी हो भन्ने हो। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यतिखेर म काठमाडौँ क्षेत्र नम्बर 6 का प्रत्यक्ष उम्मेदवार डाक्टर सन्ध्या पार्टीमा भोट हाल्ने त होला नि त होइन, त्यहाँ चाहिँ प्रचार प्रसारमा आइरहनु भएको छ।
आज चाहिँ फर्स्ट दिन भनौँ हिजो आएको थिएँ हिजो चाहिँ के भयो भन्दाखेरि हिजो चाहिँ अलिअलि त्यहाँभित्र डिस्कस भयो के गर्ने कस्तो कस्तो के हो सबै कुराहरू भयो होइन अब आजबाट चाहिँ क्लास हुन्छ र कस्तो हुन्छ क्लास चाहिँ म चाहिँ लगभग अब पुगेँ भनौँ होइन एन्जलको इन्स्टिच्युट चाहिँ आयो होइन त्यहाँ बोर्ड चाहिँ देख्न सक्नुहुन्छ एन्जल कोरियन भाषा इपिएस यु टपिक युबिटी सिबिटी टपिक भनेर यहाँबाट चाहिँ भित्र जानुपर्छ होइन यता चाहिँ सिडी छ टक्क म हिँडिरहेको छु यहाँदेखि सिडी 4 तला माथि छ यार एन्जलको टपिकको पढाइ भने 4 तलासम्म जाँदा स्याफ्याफ्या हुन्छ यार हाम्रो यहाँ टपिकको तयारी गर्ने चाहिँ यति धेरै हुनुहुन्छ हेर्न सक्नुहुन्छ बाबरे 500-600 जना त यो इन्स्टिच्युटबाट हुन्छन् होला टपिकको तयारी गर्ने मतलब स्टुडेन्टमा कोरिया जाने